नमस्कार, मेरो हातमा छ उपन्यास इथा। तपाईलाई थाहा छ उपन्यास इथाको अर्थ इतिहासको इ र कथाको था। इथा यो उपन्यास मूलतः ईसापूर्व 400 वरिपरिको समय, त्यो समयको इतिहास, त्यो समयका कथाहरूलाई जोडेर तयार गरिएको उपन्यास हो। यो उपन्यासमा कसरी वैशालीबाट लिच्छवीहरू हाम्रो उपत्यकासम्म आए र किराँत राज्यको अन्त्य भयो र लिच्छवी कालको सुरुवात भयो भन्ने मूल कथामा हामीले यो उपन्यास केन्द्रित गरेका छौं। यसमा मुख्यतः 3टा महिला पात्रहरू छन् जसले विद्रोह गर्छन्, प्रेम गर्छन्, संघर्ष गर्छन् र अन्ततः किराँत कालको अन्त्य र लिच्छवी कालको सुरुवातको एउटा वातावरण बनाउनको लागि योगदान गर्छन्। यो उपन्यासले हाम्रो सभ्यताको एउटा महत्त्वपूर्ण कालखण्डको बयानबाजी गर्छ र यसले मान्छेको स्वतन्त्रता, मान्छेको मानवीय प्रेम र सम्बन्धहरूको नवीन र गहिरो ढङ्गले परिभाषित गर्छ। म अनुरोध गर्छु यहाँहरूले इथा पढिदिनुहोस्। यसले तपाईहरुलाई चाहिँ एउटा सुन्दर इतिहास र कथाको संसारतिर डोर्याउँछ भन्ने मैले विश्वास गरेको छु। धन्यवाद।